हामी यहाँ साली भेना छौँ। आजको टुरमा 2 जना मात्रै घुम्न हिँडेका छौँ। दिदीहरू छ अघि यो ठाउँ घुम्न आइएको छ। बढिया छ नि सिन। यो चाहिँ हाम्रो माइली साली, कान्छी साली चाहिँ हुन माइली भन्न आँखा झुकेर हेर्नु होला। टिसको पोकी छिन्, अलिकति चित्त दुःख हो भने भेट्दैन। यो ऊ त डाँडा चाहिँ इलाम हो यसलाई। साँझ साँझ पर्दैछ, शीतल हुँदैछ, घुम्नमा मजा आइरहेको छ। लगभग 500 देखि 600 मिटरको उचाइमा होला यो झोलुङ्गे पुल। अगाडिबाट कान्छी पछाडिबाट। यी त सामान्य झलकहरू हुन्, अझै अगाडि धेरै राम्रा राम्रा झलकहरू पनि छन्। तपाईँलाई बिस्तारै देखाउने नै छौँ। आकाशको दृश्य हेर्नु, आज पानी नपर्ला जस्तो छ। दिउँसो गर्मीले मरिएको छु, अहिले भने यो खोलाको नाम चाहिँ के हो कान्छी? यो खोलाको नाम चाहिँ टिमाई हो। यहाँका बासिन्दा मेरो कान्छी साली थाहा छैन अरे। हेलो साथीहरू, दर्शन नमस्ते, वेलकम छ हजुरहरूलाई। म चाहिँ आज यता घुम्न आएकी छु। हेर्नु तपाईँहरू भ्यू हेर्नु सक्नुहुन्छ। यस्तो छ दामी, हेर्नु होला। यस्तो दामी छ, यस्तो दामी 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 दामी, यस्तो दामी छ कि संसारकै सबैभन्दा लामो पुल भनेको चाहिँ यही हो है साथीहरू। हेर्नु त कस्तो छ, हजुरहरूलाई कस्तो लाग्छ कमेन्ट सेक्सनमा आएर कमेन्ट गरिदिनु होला। नेपालको सबैभन्दा ठुलो लामो पुल हो है झापाको। यो धेरै लामो पुल हो, झापाको सबैभन्दा लामो पुल हो साथीहरू। हेर्नु होला, मजाले हेर्न सक्नुहुन्छ। यस्तो छ, मेरो भाइ बहिनीहरू आउँदै हुनुहुन्छ, हेर्नु होला। यस्तो लामो पुल छ, कस्तो राम्रो भ्यू छ क्या, यस्तो दामी छ कि यस्तो दामी। वाउ, धेरै राम्रो, धेरै संसारकै सबैभन्दा लामो। लडी पठाउँछु होला म। हाम्रो कान्छीहरू हेर, बहिनीहरूको कहाँ पर्यो घर? डाँडापारी। हेर्नुहोस् हेर्नुहोस् साथीहरू, हेर्नुहोस्। वाउ, कस्तो लाग्यो हेर्नु होला साथीहरू। कस्तो चाहिँ राम्रो छ, राम्रो। हेर्नु, झापाको राम्रो पुल, सबैभन्दा राम्रो पुल, सबैभन्दा राम्रो पुल। यति लामो छ कि राम्रो चाहिँ लास्टै लामो छ क्या। बिस्तारै हिँड्दै हल्ला नगर है। भाइहरू कहाँ पर छोडिनु भइसक्यो हेर्नु न।
हेर्नु डाँडा काँडा देखाउनु धेरै बोल्नु पनि पर्दैन। धेरै अब त्यो त दिक्कत हो, त्यस्तै हो। पढाउनु राम्रो पनि पढाउने अलिक रात पर्दै गयो नि, दिउँसो थियो भने झनै दामी हुन्थ्यो कि। अलिक रात पर्दै गएर अलिकति कस्तो देखियो क्या। यस्तो हल्लिँदैछ कि मलाई यस्तो डर लागिरहेछ। यस्तो हल्लिँदैछ। लामो के कति चाहिँ लामो हो यो। भर्खरै ओपनिङ भइसकेको क्या, यो चाहिँ भइसकेको। तयारी चाहिँ भर्खरै भएको हो, तर एक्ज्याक्टली मलाई चाहिँ थाहा भएन पहिले भएको। अनि यसपालि चाहिँ माइत हामी आएको भएर चाहिँ भिडियो बनाउन पनि फुर्सद पाइयो साथीहरू। म त जान्न भनेर अल्छी गरिरहेको थिएँ, र पनि भाइहरूले जाम भनेर आएर भिडियो चाहिँ सुट गर्न पाइयो साथीहरू। हेर्नु न यस्तो भ्यूटाहरू दामी छ कि। नानीहरूलाई एक्लै किन छोडेको? कहाँ हो भाइहरूले त पल्लो छेउै छोडिनु भयो। हेर्नु नि कति चाहिँ लामो छ। यतापट्टिको हेर्नु ल, यति चाहिँ लामो छ। अझै कहाँ कहिले पुग्नु म? यस्तो माथि पनि घर छ साथीहरू। हेर्नु न यस्तो माथि पनि घर छ। ऊ पर धुवा बल्दैछ, ऊ पर ऊ घर छ। बोन उफ्रिँदैन आइज, अल्झेर लडिन्छ।
मान्छेहरू हेर्नु न थोरै जम्मा हुनु हुँदैन थोरै यत्तिकै गलिसके साथीहरू म आया भिडियो बनाएको छु गलिसके भाइहरू कहाँ हुनुहुन्छ नि एक्सक्युज मी यतापट्टिको ओइ पानी कहाँ आऊ फेरि सिप्तिन लाग्यो है पुल थाक्यो मामु थाक्यो जाने भाइ माथि जाने पाँच सौ कि कति थियो त्यो नगरेको मनिस आखिर यहाँ सबै कुरा गर्न पाउनु भएकै छ अन्तिम भयो साथीहरू मलाई थाकिसके अन्तिम भयो ठ्याक्क अन्तिम र थाकेँ म सानो देखिरहेछ